हेलो गाइज 2 आवर्स सेकेन्ड ब्लग है साथी हो। अब अहिले हामी चाहिँ काममा निस्किसक्यो अफिसबाट। यहाँ दुईजना। यसो मौसम पनि आजको ठिक छ, पानी पऱ्यो भने त बबाल हुन्थ्यो यार। यो रातभरि पानी पऱ्यो, दिनभरि पानी परेन भने अब दिनभरि घाम लाग्यो भने चाहिँ चाकबाट पर्छ। ल साथीभाइहरूले यसो सेयर पनि गरिदिनु पऱ्यो कि, लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु पऱ्यो। हामी बनाउँदै जान्छौँ। अब यो हाम्रो दिनभरि के काम हुन्छ भने हामीले देखाउने हो। हामी आज काममा नजाने भनेको कम्पनीले काममा जाँदा भनौँ सुपरभाइजरले आज 11 गते भइसक्यो। धापासी त्यहाँबाट छिर्ने त्यो रातो घरको छेउको चाहिँ स्यालेरी पनि हालिदिँदैन। खै यहाँ बाइक कसरी कुद्छ हौ यो कम्पनीले। अनि खानालाई यहाँ पैसा छैन, खाजा पैसा हालिदिँदैन यहाँ कम्पनी। यहाँ बाइक कसरी कुद्छ, मुतेर कुद्छ क्या हो यार। 11 गते भइसक्यो, हाम्रोमा स्यालेरी नै आएन यार केटा हो। हरि बिजोग छौ उहाँबाट छिर्ने हामी चाहिँ अब रिमोट पुऱ्याउनु जानु लाग्यो है। अब तपाईँलाई म अहिले त्यहीँ पुगेर देखाउँला। अब हामी त्यहाँ कस्टमरसँग बोलेको सबै देखाउँला रिमोटको होइन। हामी जाँदैछौँ। अब काम गरेर खानै पर्यो, नेपालमा भए पनि। अरू काम गरेर गाह्रो हुन्छ केटा हो, पैसा हुँदैन टाइममा हालिदिँदैन। लेफ्ट अहिले म घरमा पुगेछु। हामी बनाउँछौँ कस्टमरको घरमा, धेरै लामो हुन्छ फेरि बोल्या हुन्छ कि है। कस्टमरको पनि भिडियो बनाउँछु भनेको बनाउन पाएन होइन। अब हामी चाहिँ जाँदैछौँ। लड्कीहरू त देख्दैन होला, हिँडेकै छैन लड्कीहरू, गाडीहरू मात्रै देख्छ यार। पानी पर्नुपर्ने हो, घाम लागिरहेको छ यहाँ। एउटै गेट देख्दैन त हौ बाटोमा, गाडी मात्र देख्छ त हौ। ल नारायणतिर देख्छ कि अब माथि गएर देखाउँला है। जोडी कहिले हिँड्नु पाउने हो हामी यार, छैन त जाने पछि अहिले हामी चाहिँ चपली आइपुगेको छ। अरू गर्लफ्रेन्डलाई आँखा सिकाउँदै हिँड्नुपर्छ यसरी। ओ मान्छे त कति राम्री हो भन्ने क्या। अब हामी नारायणधाम पुग्न लाग्यौँ होइन। नारायणधाम पुगेर विष्णुमतीतिर जाने हो। त्यहाँ गएर एउटा नेट जोड्नु पर्ने छ। त्यहाँ पनि भिडियो बनाउनु दिँदैन होला कस्टमरले, नेट जोड्ने। त्यहाँ बनाउनु मिल्दैन, बनाउनु मिल्यो भने बनाउला, बनाउनु मिलेन भने चाहिँ बनाउँदैन है। हामी अहिले नारायणधाम आइपुग्यौँ, विष्णुमतीतर्फ लाग्दैछौँ। यो अरूको काम गरेर खत्तम हुँदै हो केटा हो यार। पैसै हालिदिँदैन यार, खालि काम भन्छ। आज 11 गते भइसक्यो, पैसै हालिदिँदैन यार। त्यसो पैसा हालिदिनु नि, पैसा पनि छैन खल्तीमा। भात के खाने हो, मर्निङ ड्युटी राख्दैछ, खालि यार चाउमिन खानुपर्छ। पैसा भए पनि त ओहो भात हाल्नु छैन। कम्पनीले त मतलबै गर्दैन त यार, हालिदिनु नि पैसा यार है। तेरो केटाहरू आफ्नै बिजनेस गर्नुपर्छ हौ, अरू काम गरेर त उँभो लाग्दैन। अब यसो सोचिरहेको छु म पनि विदेश जाउँ कि भन्नु। अब सकेसम्म नेपालमा गर्ने, नसके विदेशतिर जाने भनेको हो। हामी गन्तव्य पुग्न थाल्यौँ। नारायणधाम स्कुल आइसक्यो हामी बडाइलीपट्ट। हेलो, हामीले यहाँ पनि काम गरेर सक्यौँ। यहाँ भिडियो बनाउन पाएन होइन। अब हामी यो स्तुपा जाँदैछौँ, नारायणधामको माथि चल्दो बल्दो स्तुपा हो।
त्यहाँ गएर एउटा काम गर्नु छ। अनि त्यहाँ गएर खाजा पनि खानु पर्ने छ। हामी भोक लागिसक्यो। के खाने हो आज? करेन्ट चल्छ यहाँ आन्टीकोमा खाएर जाने हो चाउमिन। दिमाग सटिरहेको छ। ए म्याम मिटर पनि कसरी बिग्रियो त्यहाँ देखाएको त फेरि चलिरहेको त अहिले त्यही त अघि त ए हेलो गाइज होइन यसो अब लेफ्ट जाउँ हामी चाहिँ अब इस्कन मन्दिर आइपुगेका छौँ नारायणतानको। अहिले धेरै नै चलिरहेको छ इस्कन मन्दिर। आइयामा कति रुपियाँ थियो बिस्तारै ढल्ला त म त फेरि बाइकको मिटरै चलायो त्यो उफ्रेर होला हौ। हामी चाहिँ काम गर्दै ब्लग बनाएको हो होइन यसो रमाइलोको लागि बनाऊ भनेर। इस्कन मन्दिर कटेर अब स्तुपातिर लाग्दैछ। अहिले मासतिर पुगेर बनाउला। अब अहिले आइतबार गेट पुग्नु थाल्दा बनाउँछु हेर्दै गर्नु होला। एकछिन म समातो यार राम्ररी उफ्रेको भइसक्यो यार। गर्लफ्रेन्ड चाहिँ हुनुपर्ने तिम्रो पछाडि त हामी यहाँ भरेङ र नयाँ मान्छे बोकेर हिँड्छ। छ्या कहिले पुग्यो यहाँ गर्लफ्रेन्ड चाहिँ यसरी गर्लफ्रेन्ड पुग्नु पऱ्यो कि होइन पैसा दुइटै केटी पऱ्यो नि यार। हामी चाहिँ अब काम नारायणताल गुम्बा पुग्ने बेला हुन लाग्यो। अब यहाँ फेरि घरलाई गऱ्यौँ बित्तिकै आउने हो आइया। हामी चाहिँ अब आइतबार गेट आउन लाग्यो होइन गाइस। अब काम गरेर पनि जिन्दगी त रमाइलो गर्नु पर्यो। अब यता पूर्व पश्चिम दौडेछ हिँड्यो बस्यो यसो मिठो गफ गर्नु पर्यो। अब सबैजनाले हेरिदिनु माया गरिदिनु होला होइन। अनि अब आइतबार गेट पुग्न लाग्यो। मोबाइल थियो सकियो त मास्तिर पुग्दैछ। माथि पुगेर हामी भिडियोहरू खिच्छौँ अलिअलि। अब जिन्दगीमा काम गर्नुपर्छ। काम नगरी दाम हुँदैन। पहिला बुढी मान्छेहरूले भन्ने गरेर त पैसा छैन गल्तीमा तिम्रो माया मेरो मुजीमा भने जस्तो हो क्या केटा मान्छेलाई चाहिँ है। पैसा कमाएन भने घरबाट नि हेर्दैन। अब सिधै तेरो पैसा चाहिँ कमाउनु पर्छ केटा उमेर छँदै पैसा कमाउँदा त बुढो हुन्छ 40 कडेपछि घुमाउनु पर्छ। अहिले मोज गर्नु पाउँदैन। बुढेसकालमा मोज गर्नु पाएर के भयो। बुढेसकालमा भित्तामा बसेर मोबाइल चलाउँदै पत्रिका हेर्नुपर्छ होइन हो। अब यहाँ कमाउँदैछौँ हामी बिस्तारै। अब हामी लगभग नेस्ट रोड भ्यू रिसोर्ट आइपुग्नु लाग्यो। त्यसपछि नाभा आउँछ। हामी नाभाबाट भित्र काम गर्नु जान्छ। त्यहाँ चाहिँ भिडियो बनाउनु पायो भने बनाउँला नत्र अब पाएन भने चाहिँ नबनाउँला।
अब बुवा गाली गर्छ नि त बनाउनु दिँदैन हामी अब बाइकमा बनाउने हो हामी रैथाने चुला आइपुगेछौँ मैले डाँडा चाहिँ पप्पा हाल्दैछ अब उता माथि पुगेपछि बनाउनलाई काम गरेको यसो एकपल्ट होइन ह्यान्डमेड बनाउन आइपुग्यौँ यहीँ हो आन्टी कस्तो बत्ती बलेको सर तपाईँको बत्ती छैन खतम हुनु पर्दैन अब बत्ती त हुनुपर्छ फेरि कताबाट आउने हो र त्यहाँ कुकुर छैन हामी बनाउन हिँड्दैछौँ नेट लास्ट स्टेप चाहिँ यस्तो बाटो बनाउनु पर्ला जस्तो छ अन्त धेरै लामो हुन्छ फेरि बत्ती हाम्रो पावर चेक गर्दा मिल्छ कता छ राउटर चाहिँ कहाँ छ राउटर माथि यहाँ होइन चप्पल लाउँदैन कहाँ छ राउटर बाहिर हो त्यही राउटरमा चेक गर्नु पर्यो पहिला कता बत्ती छैन र माथि त्यो तारै टुटा छ कि हो र तार फेर्नु पर्छ पैसा लाग्छ तपाईँले म त्यहाँबाट ताने त होला नि होइन माथिबाट तानेको तार चुड्या हो कि जन लाग्यो कि मैले होइन अस्ति नै नि आउनु भएको थियो त म आएको छुइनँ हजुर आएको छैन होइन अर्को माथि आउनु भएको ए चिप्लो कता छ तपाईँ चप्पल लाउनु भएन र तार फेर्ने अब त्यही हिजै भएको थियो तल अस्ति भने तार फेर्नुपर्छ भनेर भनेको त्यो अस्ति एकजना आउनु भएको थियो त्यो फेर्नुपर्छ भनेको थियो कि ए कता हो त्यही माथिबाट त ल्याउने बाटो छ त आउने फेरि छ बाटो झन् तार तानेर आउँछ तपाईँले 904 लाग्छ भने चाहिँ नि 904 रुपियाँ हजुर हामी तार तानेर आउँछ नि त कति आउँछ होला नि तान्दा त हो र खतम हुनु भयो त तार फेर्नु भयो नि तार 150 को उतैबाट लिएर आउनुपर्छ खम्बैबाट हामी अब तार फेर्ने जाउँ नि त बस जाने होइन जाऊ तार फेर्ने हेर्नुहोस् कस्तो जङ्गलमा जानुपर्छ माका यस्तो छ काम जङ्गलै जङ्गल हिँड्नुपर्छ के हो चिप्ले तपाईँ ओइ माका भोसडी सर्व त हुन्न नि गाजै फल्या रहेछ गाजाको बुट गाजा यहाँ त ब्ल्याकमा आड्यो भने नि डराउँछ होला यार सब गाजै गाजा त भाले हो कि पोथी भाले हो कि भाले रहेछ त्यहाँ चाहिँ रहेछ अलिअलि हाम्रो सहर
अब चढ्यौँ पोलमा। ए यसरी गरे लाडो काम भने यसरी गर्नुपर्छ। चिक्ने स्यालेरी नै हालिदिन्न लाडेको हुनाले लामो बालै छैन। अझै पोलमा चढेबाट त झन् खतरा देखिन्छ होला। कस्तो देखिरह त्यहाँ माथिबाट भ्यू। अझै यहाँ गाजेको बोट छ चाहिँ ओहो प्याराडाइस जस्तो हो त्यो त। अझै सर्पाहरू चाहिँ नआयो हुने हो। सर्पा आयो भने त टेन्सन हुन्छ। यस्ता यसरी काम गर्नुपर्छ भर्याङ चढेर होइन। 15-16 हजार कमाउन नि गाह्रो छ हौ माइती। महिनामा धेरै ऋणै हुन्छ कमाउने भन्दा बढी। ल अनि यस्तो डाँडा डाँडा घुम्न पाउँछ काम गर्नु पर्यो। काम गरेन भने दिँदैन खानलाई। तिमीहरू छुट्टी हुनु शनिबार कहिले आउँछ भनेर घुम्नलाई कुर्ता हामी दिल्ली घुमेको छ। ल काम पनि त्यस्तै छ है। धेरै मान्छेसँग नि बोल्न पाउँछ रमाइलो छ। त्यही स्यालेरीमा अलिकति किचकिच ल्याङ गर्छ। अन्त काम त ठिक छ अलिकति डेन्जर भन्ने मात्र। ल पोलमा ल यस्तो मजाको दृश्य देखिन्छ। ल हेर अलिकति डेन्जर छैन त काम। अँ नि अब जोडेर आउनु तल अब। ल अब आज हामी स्तुपा जाँदैनौँ होला। एकैचोटि खाजा आइन्दम जान्छ। त्यतिखेर लास्ट ब्लग चाहिँ त्यही है। धेरै बोल्न पनि हुँदैन। अब हामीले काम गरेको देखाइदिने दृश्य यस्तो हो। काम भनेको नेपालमा वाइफाईको काम गरेपछि। ल अब यहाँ टावर दिँदैन होला। टावर दिँदैन होला। हेलो गाइज अब हामी चाहिँ खाजा खान आइपुग्नु लाग्यो होइन। अब साह्रो भोक लागेको छ खाजा खाने। अब खाजा खाएर हामी आज लास्ट यति नै होला होइन। खाजा चाहिन्छ अब एउटा दुइटा काम गरिन्छ अनि घर गइन्छ होइन। 3 बजीसम्म ड्युटी हो हाम्रो मर्निङ ड्युटी हो क्या। अब यसो केटाहरू बेरोजगारी बस्नुभन्दा त काम गरौ। आफ्नै पैसाले खाने घुम्ने गर्नुपर्छ क्या। कमामा पैसा खाएर हुँदैन। अब हामी आइपुग्यौँ। कत्रो खाल्दा छ अहिले चाहिँ नेवापर्छ चाहिँ यता हो होइन। हामी चाहिँ अब चाउमिन खाने ठाउँ आइपुग्यौँ। चाउमिन खान्छौँ। अब आजलाई यति गरौँ होला होइन। एकछिन चाउमिन खाएको बनाउँछौँ हल्का फुल्का। त्यसपछि एक देखाएको चाहिँ एकदम बन्द भइदियो। अब न खाजा ठाउँ आइपुग्यो। हामीले हेर्दैछ क्या आज चाहिँलाई चाहिँ यति नै। अब अर्कोचोटि भेटौँला है। देखेन तिमीलाई दिए ल बाई बाई गरिदियो। म आन्टी गरी लाडोलाई चाहिँ यति हामी धेरै बोल्दिनँ। सबैले लाइक हेलो।